दिएको केही प्रमाणहरू छन् जुन प्रमाणले उहाँ दोषी भएको कुरा देखाउँछ। यी प्रमाणहरू छन्, त्यसको आधारमा माथि छानबिन हुनुपर्छ भन्नेको सारमा यही नै कुरा हो। तपाईले प्रमाणहरू छन्, उहाँले सहकारीको रकम अपचलन गरेको प्रमाणहरू छन् भनेर भन्नुभयो। त्यो प्रमाण खोइ, त्यो प्रमाण खोइ, त्यो प्रमाण खोइ भनेर चाहिँ मलाई बेला बेलामा त्यो रिप 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 भनेको जस्तै दुईटा आउँछ। हिजो अलिकति क्लिप मात्र देखेको थिएँ भिडियोको, त्यही भएर म अलिक टाइम लिएर पुरै भिडियो हेर्न कोसिस गरेर पुरै भिडियो पनि हेरेँ। मलाई पनि लाग्यो यस्तो कि साँच्चीकै गगन थापाले प्रमाण चाहिँ राख्नु भएको छ र प्रमाण उहाँले सार्वजनिक गर्दै हुनुहुन्छ भनेर मैले पुरै भिडियो टाइम लिएर पुरै भिडियो देखेँ। र त्यो भिडियोमा कतै पनि उहाँले आफ्नो जुन पहिला संसद भवनमा उभेर नै डाइरेक्टै भनेको थिए कि रवि लामेछाने आफैले फर्म भरेर आफै हस्ताक्षर गरेर लोन लिनुभएको प्रमाण यता छ, म पेश गरौँ, त्यस्तो कुरोहरू पनि भन्नुभएको थियो। र त्यो हिजोको उहाँको भनाइअनुसार कुनै पनि मिलेन। किन मिलेन भने म भन्न चाहन्छु, उहाँ गगन थापा के अहिले चाहिँ सर्वोच्च अदालत उहाँ नै हो अथवा अदालतको न्यायाधीश गगन थापा नै हो। अदालतमा के कतिको फैसला भइराखेछ भयो त्यो त हामीलाई पनि जानकारी छ। हामीले पनि गुगलमा गएर फर्म खोलेर हेर्न सकिन्छौँ। तर हामीले प्रतीक्षा गरेको के चाहिँ गगन थापाले संसद भवनबाट भनेको कि प्रमाण देखाइदियो प्रमाण, त्यो प्रमाणको प्रतीक्षा हामीले अझै पनि गर्दैछौँ। त्यो प्रमाण चाहियो। यो होइन कि यो अदालतबाट त्यो अदालतबाट यस्तो भयो उस्तो भयो, होइन। एबिसिडी अदालत आफ्नो काम गर्दैछ। अदालतको काममा कसैले केही भन्नु पनि मिल्दैन। अदालत जे गर्छ त्यो सबैलाई स्वीकार्य पनि गर्नै पर्छ। त्यही भएर तपाईँ जुन भन्नुभयो प्रमाण यता छ प्रमाण, त्यो प्रमाण हामीलाई चाहियो। हामीलाई मात्र होइन, समग्र नेपाली जनतालाई त्यो प्रमाण चाहिएको छ। यो होइन तपाईँ अलिकति अदालतको आदेशहरू पढेर सुनाइदिने अनि आफू चाहिँ साइड लाग्न कोसिस गर्ने, त्यस्तो कतै पनि नगर्नु होला। तपाईँ आफ्नो प्रमाण दिनु होला। हामी पनि प्रतीक्षा त्यही प्रमाणको लागि छौँ। हस्त साथीहरू, तपाईहरूलाई के कस्तो लागिरहेछ आफ्नो प्रतिक्रिया पनि कमेन्ट गर्नुहोला। जस्तै कि अगाडि मैले जे जतिको बोलेको र गगन थापाले जे प्रमाणहरू देखाउनु भयो, पक्कै पनि तपाईहरूले पनि फुल भिडियो वाच गरिसक्नु भयो होला। त्यही भएर मैले पुरै भिडियो पनि हाल्न नमिल्नुको कारण मैले पुरै भिडियो नहालेको छु। र तपाईहरूले पनि भन्नुहोस् कि वास्तवमा गगन थापासँग प्रमाण छ कि डाइरेक्टै, जस्तै कि अगाडि रवि लामेछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले जुन भनिराख्नु भएको थियो कि खाली पेपर देखाएर तर्साउन मिल्छ, अनि साँच्चीकै उहाँले त्यतिखेर खाली पेपर देखाएर नै तर्साएको हो? कमेन्ट गर्नुहोला। हस्त साथीहरू, भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लागेकोमा भिडियोलाई पनि लाइक गरिदिनु होला र च्यानलमा नयाँ आउनु भएको छ भने च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। हस्त, धन्यवाद।